नमस्ते सेवारो टासिदेले। आज चाहिँ मैले फर्स्ट टाइम ब्लग बनाउँदैछु। हजुरको सामु म प्रस्तुत गर्ने नै छु। सबै भिडियोहरू ब्लगहरू हेर्दै जानुहोला, माया र सपोर्ट गर्नुहोला। Oh my god! Wow! अनि मैले चाहिँ हात मुख धोएर अनि दाँतहरू माझ्दैछु। अनि त्यसपछि यही हो, तपाईँहरूलाई देखाउँदैछु। म चाहिँ दाँतहरू माझेर हतार पतार रुमतिर आएर रुम मिलाउनु छ है भन्ने तपाईँहरूलाई देखाउँदैछु। अब म चाहिँ रुम मिलाउन स्टार्ट गरिसकेँ। यदि जानुहोला के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने नै छु, प्रस्तुत गर्ने नै छु के कस्तो हुन्छ होइन साथीहरू। अनि मैले चाहिँ फर्स्ट टाइम भ्लग बनाएको नि त, अनि मलाई चाहिँ अलिक अप्ठ्यारो लागिरहेको थियो क्या पोस्ट गर्नु पनि। अनि जति लजायो त्यति नै आफ्नो मनमा डर हुन्छ भनेर मैले चाहिँ भ्लग बनाउनु थालेको नि त। अनि सबैजनाले माया अनि सपोर्ट गरिदिनु होला है भन्दै म तपाईँहरूलाई अरू कुरा पनि सेयर गर्दै जान्छु। के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला तपाईँहरू पनि। अनि म चाहिँ ओछ्यान मिलाइसकेँ हतार पतार। अनि मुखहरू पनि पुछेर घर बढाल्दैछु। अनि घरहरू पनि हतार पतार बढाल्दै थिएँ। अनि घर बढालिसक्नु लागेको थिएँ नि त अहिले मैले। अनि ढोकाहरूको फोहोरहरू पनि सबै झिकिसकेँ। अनि म रुमहरू बढालेर किचन बढाल्दैछु। अनि किचनबाट हतार पतार बढालेर आँगन बढाल्नु थियो। अनि आँगन पनि बढालिसकेँ। आँगन बढालेर चाहिँ मेरो काम मकै खन्नु थियो, त्यही भएर छिटो। अनि आँगनहरू पनि म हतार पतार बढाल्दैछु साथीहरू। अनि आँगनहरू बढालिसकेपछि मैले भनिहालेँ मेरो मकै खन्ने काम छ भनेर। अनि हतार पतार म बढाल्दैछु क्या साथीहरू, हेर्दै जानु होला। म चाहिँ आँगन बढालिसकेर अनि तपाईँहरूलाई मकै देखाउँदै थिएँ। आजको मकै खन्नु यही हो है भन्दै हातले अमौलाले देखाउँदै थिएँ। के कस्तो हुन्छ हेर्दै जानु होला। अनि तपाईँहरूलाई देखाइसकेर म चाहिँ हतार पतार अनि म चाहिँ लुगा सुकाउन आएँ। हिजै धुएको थिएँ, लुगा सुकाउँदै थिएँ भनौँ न साथीहरू। मात्रै थियो सुकाउनु बाँकी, अनि लुगा सुकाउँदै म चाहिँ लुगाहरू पनि सुकाउँदै गर्दै। अनि कुनै लुगा चाहिँ मिलेकै थिएन क्या। अनि लुगा सुकाइवरी पानी पनि ल्याएर आइसकेँ। अनि म चाहिँ पानी लिएर आउँदैछु है साथीहरू भन्दैछु। अनि दाउराहरू पनि हतार पतार गरेर दाउरा पनि ओसार्दैछु, किनकि आगो बाल्नु थियो नि त। अनि आगो बाल्नु लागि त दाउरा चाहियो। अनि म दाउरा ओसार्दैछु। अनि सब्जी काट्दैछु है साथीहरू। दाउरा ओसारिसकेर चाहिँ हतार पतार सब्जी काट्दै। अनि म चाहिँ हतार पतार सब्जी पनि धुइन सके भन्नुहुन्छ, सके भन्दा हुन्छ। अब धोइसक्नु आँटेको थियो नि त सब्जी पनि। अनि यस्तै हो, सब्जी काटेर धोइसकेर भनिहालेँ मैले। अनि आगो फुकेँ क्या, किनकि सब्जी पकाउनु पर्ने थियो। अनि म चाहिँ आगो फुक्दैछु, आगो जोड्दै थिएँ। बलिसकेको थियो फुक्नु त के भन्नु, अलिअलि दाउराहरू जोड्दै थिएँ किनभने छिटो गर्नु त। अनि मैले त खाना पकाएको त भिडियो बनाउनु। अनि आगोहरू बालिसकेर म चाहिँ मकै खन्न कुर्नुतिर लागिसकेँ है गरिसकेर साथीहरू। अनि म मकै त भिडियो नै बनाइरहेको क्या मैले त। अनि भिडियो बनाउनु नि बिर्सेछु क्या। अनि साथीहरू के गर्नु, यस्तै हुन्छ क्या फर्स्ट टाइम भिडियो बनाएपछि। पागल हो भन्दै बसिरहेको थिएँ आफूलाई आफै क्या सोच्दै, किनकि मैले भिडियो बनाएको थिइनँ। अनि मकैहरू हतार पतार खन्दै थिएँ म चाहिँ। साथी पनि हुनुहुन्थ्यो एकजना, तर उहाँ अलिक ढिलो आउनुभएको थियो क्या आन्टी पल्लो घरको। अनि त्यही भएर म चाहिँ हतार पतार खन्दै थिएँ। अब छिटै सक्नुपर्ने थियो आफ्नो मेलो। अनि छिटो सकेर अरू काम पनि थियो भन्नाले, अरू काम भन्नाले पनि अब भोलि अरूकोमा जानु थियो। अनि गलिन्छ नि त। अनि त्यही भएर अरूकोमा पनि गयो त्यही दिनै। मैले पनि भनिहालेँ साथीहरू अरूकोमा जानु थियो भनेर। अनि म चाहिँ अरूकोमा चाहिँ भिडियो बनाउनु लाज लाग्यो नि त। अनि भिडियो बनाएन। एकैचोटि मैले चाहिँ एन्ड गर्दै साथीहरू। अब चाहिँ मैले बारी खनेर सक्यो। अब चाहिँ म भ्लग एन्ड गर्छु। थ्याङ्क यू सो मच यत्रो बेर साथ र सपोर्ट दिनुभएकोमा सबैजनालाई बाई बाई।
मेरो चाहिँ काम सक्यो अनि ब्लग इन्ड गर्न आँटेको। बाई बाई गाइजहरू, थ्याङ्क यू सो मच यत्रो बेर हेरिदिनु भएकोमा। बाई बाई।